नमस्कार नमस्कार म नवीन भूषाल आजको यस डिएमसी बैठकमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत पनि गर्न चाहन्छु। आज म एउटा सफ्टवेयरको बारेमा एउटा सानो प्रस्तुति राख्ने अनुमति चाहन्छु। विशेष गरेर हामीले नियमित रूपमा गरिरहेको पालिका लेभलबाट जिल्लाबाट नियमित रूपमा स्वास्थ्य संस्थाहरूमा गएर गरिरहने अनुगमन तथा यो डेटा भेरिफिकेसनका कामलाई चाहिँ व्यवस्थित गर्नको लागि एउटा सफ्टवेयरको विकास गरेको छु र यसै सम्बन्धी यहाँहरूलाई एकछिन सानो प्रस्तुति गर्ने अनुमति चाहन्छु। हामीले यो लगइन गरिसकेपछिको स्क्रिन हो। मैले लगइन गरिसकेपछिको स्क्रिनबाट सुरु गर्दैछु। सबैभन्दा पहिला चाहिँ हाम्रो पालिकाको नाम, यो मैले चाहिँ वीरेन्द्रनगर नगरपालिकाको युजर भावनाले पालिकाको नाम वीरेन्द्रनगर नगरपालिका भन्ने देखाएको छ। त्यसै गरी एकीकृत स्वास्थ्य संस्था अनुगमन तथा मूल्याङ्कन प्रणाली भनेर यो सफ्टवेयरको चाहिँ नाम रहेको छ र यो जुन पालिकाको युजरले लगइन गर्नुहुन्छ सोही पालिकाको विवरण माथिको हेडरमा देखिन्छ। त्यसै गरी त्यसको चाहिँ हेडरको राइट साइडतिर मिति देखिन्छ। त्यसै गरी कुन प्रयोगकर्ताले प्रयोग गरिरहनु भएको छ, जसले लगइन गर्नुभएको छ उहाँको नाम देखिन्छ। त्यसै गरेर सर्भरसँग कनेक्ट छ कि छैन, यदि सर्भरसँग कनेक्टेड छ भने डाटा सर्भर सक्रिय भनेर यहाँनिर हामीले देख्न सक्छौँ। त्यसपछि आयो सुरुमा हाम्रो ड्यासबोर्ड। ड्यासबोर्डमा चाहिँ हाम्रो कुल स्वास्थ्य संस्था कति छ, औसत अनुगमन स्कोर कति, डाटा क्वालिटी स्कोर कस्तो छ, कमजोर कार्य सम्पादन कस्तो छ भन्ने कुराहरू हेर्न सकिन्छ भने त्यसको अलि विस्तृतमा हेर्नु पर्यो भने अलि तल हामीले स्क्रोल गरिसकेपछि स्वास्थ्य संस्थाहरूको विवरणमा नाम देखिन्छ। त्यसै गरी अनुगमनमा कति स्कोर आयो, भेरिफिकेसनमा कति स्कोर आयो, डाटा क्वालिटीमा कति स्कोर आयो र समग्र कति स्कोर प्राप्त गर्यो भनेर उसको स्थिति चाहिँ उत्कृष्ट हो, सामान्य हो, कमजोर हो, कस्तो हो भन्ने कुरा यहाँनिर चाहिँ देखाउन ड्यासबोर्डमा चाहिँ हेर्न सकिन्छ। र अब हरेक संस्था वाइज हेर्न पर्यो भने सबै स्वास्थ्य संस्थाहरूको विस्तृत रिपोर्ट हेर्नुहोस् भन्नेमा क्लिक गरिसकेपछि थप स्वास्थ्य संस्था अनुसार हेर्न सकिन्छ। यसै गरेर स्वास्थ्य संस्था अनुसार कार्य सम्पादनको तुलना भनेर एउटा चार्ट पनि यता बन्छ भने अर्को कुरा चाहिँ महत्त्वपूर्ण जानकारी भनेर यो सिस्टमले अटो जेनेरेट गर्ने, जसमा चाहिँ उत्कृष्ट स्वास्थ्य संस्था कुन छ, ध्यान दिनुपर्ने कुन छ र औसत अवस्था कसको छ भन्ने कुरा यसले चाहिँ सिस्टमले अटोमेटिक हामीलाई यहाँ एउटा नोटिफिकेसन जस्तो पनि देखाउँछ। यो पनि यहाँनिर साइडमा हेर्न मिल्छ। त्यसै गरी अर्को ट्याबमा छ हाम्रो स्वास्थ्य संस्था भन्ने छ। स्वास्थ्य संस्थामा चाहिँ हामीले अब नयाँ स्वास्थ्य संस्था थप गर्नुहोस् भन्नेमा गएपछि हामीले नयाँ स्वास्थ्य संस्थाहरू सुरुमा, यो चाहिँ हरेक पटक गर्नु पर्दैन, सुरुमा हामीले स्वास्थ्य संस्थाहरू चाहिँ रेकर्ड राख्नु पर्यो। जस्तै आफ्नो पालिकाको रेकर्ड राख्नु पर्यो भने हामीले यसरी आफ्नो पालिकाको स्वास्थ्य संस्थाको चाहिँ रेकर्ड यसमा राख्न सक्छौँ। सुरक्षित गरिसकेपछि त्यो चाहिँ सेभ भएर हाम्रो सिस्टममा बस्छ। र हामीसँग अहिले चाहिँ जस्तै उत्तरङ्ग स्वास्थ्य चौकी भनेर यहाँ देखाएको छ। हाम्रो लिस्टहरू चाहिँ यसकै तल थपिँदै जान्छ र यसमा फेरि हामीले क्लिक गर्यौँ भनेपछि अब यसमा हामीले फोटो पनि राख्न मिल्छ। त्यसपछि उत्तरङ्ग स्वास्थ्य चौकी वडा नम्बर 2 वीरेन्द्रनगर भन्ने देखाएको छ। इन्चार्जको नाम देखाएको छ, कुल कर्मचारी भन्ने देखाएको छ। त्यसपछि पछिल्लो अनुगमन बाँकी छ भन्ने छ, अनुगमन स्कोर कति छ भन्ने देखाएको छ। त्यसरी कर्मचारीहरूको विवरण पनि हामीले यसबाट चाहिँ थप गर्न मिल्छ यसमा चाहिँ। अनि इमेल, फोन नम्बर, स्वास्थ्य संस्थाको पनि यसरी लेख्न मिल्छ। यो त थियो हाम्रो स्वास्थ्य संस्थाहरूको विवरण। अब अर्को कुरा हाम्रो स्थलगत अनुगमन। हामीले नियमित रूपमा चाहिँ स्वास्थ्य संस्थाहरूको अनुगमन गरिरहेका हुन्छौँ। त्यो सामान्य एउटा चेकलिस्ट भरेर गर्ने गरेका छौँ। त्यही चेकलिस्टलाई हामीले चाहिँ अब यो डिटेलाइज गरेर राखेका छौँ, जसमा हामीले माथि स्वास्थ्य संस्था हामीले सिस्टममा इन्ट्री गरेका स्वास्थ्य संस्थाहरूको लिस्ट यहाँनिर देखिन्छ। त्यही मध्ये हामीले स्वास्थ्य चौकी छान्छौँ। त्यसपछि अनुगमन गरेको मिति हामीले यताबाट छान्छौँ र त्यसपछि हाम्रो चाहिँ अनुगमनको चेकलिस्टमा चाहिँ सबैभन्दा पहिला व्यवस्थापकीय पक्षमा चाहिँ कुन कुन कुरा छ, कुन कुरा छैन र केही कैफियत लेख्नु परेपछि पनि कैफियत लेख्ने ठाउँ पनि छ। यसरी हामीले चाहिँ यो सूचकहरू चाहिँ भर्छौँ र यति गरेपछि अर्को खण्ड भन्न आउँछ। अर्को खण्डमा हामीले बाल स्वास्थ्य तथा पोषण कार्यक्रम हेर्छौँ। यसको पनि सूचकहरू चाहिँ अनुगमन गरिसकेपछि रेकर्ड गर्छौँ र फेरि अर्को खण्डमा जान्छौँ। अर्को खण्डमा परिवार स्वास्थ्य कार्यक्रम छ। त्यसै गरी अर्को खण्डमा रोग नियन्त्रण कार्यक्रम छ। त्यसै गरी
अर्को खण्डमा स्वास्थ्य व्यवस्थापन भन्ने स्वास्थ्य सूचना व्यवस्थापनको कुरा हो चाहिँ। त्यसै गरी अर्को चाहिँ औषधि तथा भण्डारण व्यवस्थापन भन्ने सूचक छ। त्यसै गरी अब स्टक आउट विवरण, अब हामीले चाहिँ स्वास्थ्य संस्थामा चाहिँ कुनै औषधि स्टक आउट भएको छ भने त्यसको पनि हामीले यहाँ रेकर्ड आवश्यक सङ्ख्याहरू राखेर चाहिँ गर्न सक्छौँ। त्यसैगरी अर्कोमा चाहिँ स्वास्थ्य संस्थाहरूबाट भएका राम्रा प्रयासहरू यहाँनिर हामीले चाहिँ लेख्न सक्छौँ। त्यसै गरी अर्को खण्डमा चाहिँ हामीले स्वास्थ्य संस्थालाई केही दिनुपर्ने सुझावहरू छ भने त्यो पनि हामीले यसमा चाहिँ यसरी लेख्न सक्छौँ। र यति गरिसकेपछि हाम्रो अनुगमन टोलीमा को थियौँ त, नाम थर, पद र सम्पर्क नम्बर हामीले यसरी यहाँ राखेर यसलाई रिपोर्ट बुझाउनुसमा क्लिक गऱ्यौँ भने हाम्रो रेकर्ड चाहिँ सिस्टममा सेभ भएर बस्छ। तिनै स्वास्थ्य संस्थाहरूको चाहिँ यो टेबलमा पनि हाम्रो अगाडि हेर्न सकिन्छ ड्यासबोर्डमा। अर्को छ डाटा प्रमाणीकरण भन्ने ट्याब छ। हामी त्यसमा क्लिक गऱ्यौँ भने यो चाहिँ खास डेटाको चाहिँ क्रस भेरिफिकेसन, भनेको एउटा डेटा अर्कोसँग कतिको म्याच गर्छ भनेर त्यो क्रस भेरिफिकेसन गर्नको लागि हामीले केही सूचकहरू यसमा राखेका छौँ, जसमा हामीले पहिला जस्तै स्वास्थ्य संस्था छान्छौँ, त्यसै गरी मिति छान्छौँ र यी सूचकहरूमा डेटा हामीले इन्ट्री गर्दै गर्दै जान्छौँ। यसमा चाहिँ एउटा डेटाको अर्को डेटासँग रिलेसन के हुन्छ, जस्तै दाउरा रुबेला दोस्रो खोप पाएका बच्चाहरूको सङ्ख्या भन्दा हामीले यसमा चाहिँ 7 लगायौँ भने 23 महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बच्चाको सङ्ख्या 8 छ भनेपछि यतातिर मिल्दैन। यहाँ पनि 7 भयो भनेपछि बल्ल यो चाहिँ राइट हुन्छ। जब राइट हुन्छ त्यसपछि यसको चाहिँ स्कोर गनिन्छ। यसै गरेर हामीले यसमा चाहिँ जम्मा 75 वटा इन्डिकेटरहरूलाई क्रस भेरिफिकेसनको लागि राखेका छौँ। त्यसै गरी अर्को छ डाटाको गुणस्तर मापन गर्नको लागि, जसमा चाहिँ पहिले जस्तै स्वास्थ्य संस्था छान्छौँ, मिति छान्छौँ र त्यसपछि हामीले चाहिँ एमएनई संरचना, कार्य र क्षमता भनेर हाम्रो आरडिपी गर्दाखेरि जुन जुन इन्डिकेटरहरू थिए तिनै इन्डिकेटरहरूलाई चाहिँ हामीले यसमा राखेका छौँ, जसमा चाहिँ असहमत भएपछि 0, आंशिक सहमतमा 1 र पूर्ण सहमत भएपछि हामीले 2 मा यसरी हामीले चाहिँ छान्दै जान्छौँ। यसरी यसको पनि स्कोर चाहिँ थपिँदै जान्छ। यसमा सुरुमा चाहिँ एमएनई संरचना, कार्य र क्षमता भन्ने भयो। यसको अर्को खण्ड छ, अर्को खण्डमा चाहिँ सूचक परिभाषा र रिपोर्टिङ निर्देशिका भन्ने छ। त्यसरी अर्कोमा चाहिँ डाटा सङ्कलन र रिपोर्टिङ फारम तथा औजारहरू भन्ने छ। त्यसै गरी अर्कोमा चाहिँ डाटा व्यवस्थापन प्रक्रियाहरू भन्ने छ। यसरी हामीले हरेक खण्डमा चाहिँ यो उसको स्कोर दिँदै जान्छौँ। जस्तै निर्णय प्रक्रियाका लागि डाटाको प्रयोग भन्ने छ। यसै गरी अन्तमा त्यसको नतिजा कुन शीर्षकमा चाहिँ कति स्कोर प्राप्त गर्यो भनेर यसमा चाहिँ टोटल उसको प्राप्त स्कोर हेर्न सकिन्छ र यसलाई पनि हामीले रिपोर्ट सुरक्षित गरिसकेपछि हाम्रो सिस्टममा सर्भरमा यसको डेटा चाहिँ सुरक्षित भएर बस्छ। र अर्को समग्रमा हामीले स्वास्थ्य संस्थाको यी रिपोर्टहरूलाई जेनेरेट गर्नको लागि हामीले एक्सेल फर्मेटमा, पिडिएफ फर्मेटमा निकाल्नको लागि यो ट्याबमा चाहिँ काम भइरहेको छ। अब केही दिनमा यसको पनि काम सकिनेछ। र तलपट्टि चाहिँ प्रणाली सेटिङ भन्ने छ। अब यो चाहिँ सुपर रिम्यूलाई अलि धेरै देखिन्छ भनेपछि अन्य युजरहरूको लागि चाहिँ पासवर्ड परिवर्तन गर्ने, आफ्नो कार्यालय सेटिङ गर्ने कुराहरू, सामान्य कुराहरू चाहिँ यसमा चाहिँ हेर्न सकिन्छ। यसरी हामीले चाहिँ दैनिक रूपमा नियमित रूपमा गरिरहनु पर्ने हाम्रो डेटा भेरिफिकेसन, स्वास्थ्य संस्था अनुगमन जस्ता कुराहरूलाई चाहिँ अलि एकीकृत गरेर व्यवस्थित रूपमा सिस्टमेटिक राख्नको लागि यो सफ्टवेयरको निर्माण गरिएको छ, जसबाट चाहिँ हामीले अब स्थलगत अनुगमनका कुराहरू पनि हामीले गर्न सक्यौँ। त्यसै गरेर डेटाको क्रस भेरिफिकेसनको कुरा पनि गर्न सक्यौँ र अब डेटा क्वालिटीको कुराहरूलाई पनि हामीले यसैबाट मापन गर्न सक्ने गरी अब यो सफ्टवेयरको चाहिँ निर्माण भइरहेको छ। यदि यसमा यहाँहरूलाई केही थप गर्नुपर्ने अथवा केही सुधार गर्नुपर्ने त्यस्तो केही लाग्यो भने चाहिँ यहाँहरूले सुझाव सल्लाह दिनुहुनेछ भन्ने अपेक्षा गर्दै मेरो चाहिँ प्रस्तुति यहीँ अन्त गर्छु।